सबैलाई नमस्कार। म छविलाल पाण्डे। म आज जंगलतिर कुनै दबाई भनेर चाहिँ नि सिमलको चाहिँ नि फुलको लागि म आएँ। तर यहाँ सिमलका बुटा त ठुला ठुला छन्, तर यहाँ चाहिँ नि फुल भेटिएनन्। कोसिस गर्दैछु मैले खोज्नलाई, र के काम लाग्छ सिमलको फुल चाहिँ नि भनेर भन्नु होला। तर यो चाहिँ नि औषधिलाई धेरै राम्रो हो र मैले चाहिँ नि खोजिराखेको छु। तर यहाँ भुइँमा झर्या रहेछ अलिअलि, र तपाईहरुलाई पनि म देखाउन चाहन्छु कसरी झर्या छ। हेर्नु, हेर्नुस्, देख्नुभयो, यो सिमलको फुल हो। हेर्नुस्, यो एकदम अति आवश्यकता चीज हो। यो यसरी खाए पनि हुन्छ। यो एकदम दबाई हो। र मैले यो अहिले बटुल्दै छु, र यो चाहिँ नि दबाईको रूपमा चाहिँ नि काम हुन्छ। एकदम राम्रो दबाई हुन्छ यसको। र मैले अहिले धेरै जसलाई बटुलेर राख्ने छु, र यसको चाहिँ नि सुकाएर पाउडर बनाएर पनि राख्ने छु। किनभने यो बाह्रैमासे पाइँदैन। आज चाहिँ नि टिपेर राख्यो भने अर्को साल फेरि फुल्दासम्मलाई यो फुल मेरो लागि हुनेछ। र तपाईहरुलाई कस्तो लाग्छ यो फुल देखेर? र यो फुल मैले तपाईहरुको सामने अलिकति खाएर पनि देखाएँ। तर यो फुलबाट के हुन्छ भन्ने कुरो चाहिँ नि तपाईहरुलाई जानकारी तपाईहरुले खोज्नु होला। मैले बताउन सक्दिनँ, किन मैले बताएँ भने फेरि तपाईहरु वन जंगलतिर हिँड्नु होला। अब आजभोलि वन जंगलमा चाहिँ नि धेरै डर पनि हुन्छ। बाघहरु जंगलमा हिँडिराखेका छन्। त्यसकारणले चाहिँ नि जंगल पस्नुस् र सिमल खोज्नुस् म भन्दिनँ। किन भन्दा यसरी चाहिँ नि सिमल खोजेर भिडियो हेरेका थियौं, र हामी पनि जंगल गएको, बाघले हामीलाई यसो गर्यो भनेर चाहिँ तपाईहरुले फेरि मलाई भन्नु होला। तर मैले त्यो सुझाव दिन्न। घरको नजिक कहीँ पनि पाउनुहुन्छ भने तपाईहरुले सिमलको फुल टिपेर राख्नु होला, र यसको चाहिँ नि हमेशा पाउडर बनाएर खानु होला। यति भन्दै म बिदा हुन्छु। छविलाल पाण्डे, नमस्कार।